हेलो गाइज, वेलकम ब्याक न्यू अनदर ब्लग। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आज चाहिँ साथीको जापानिज एम्बेसीमा एम्बेसी इन्टरभ्यू परेकाले हामीहरू चाहिँ एम्बेसी इन्टरभ्यूको लागि पानी पोखरी राजपाट गइरहेको छौँ। हाम्रो चाहिँ रुम पनि यतै नजिक भएकाले चाहिँ हामीलाई त्यस्तो गाडीमा जानुपर्ने केही भएन, नजिकै 1 मिनट पनि लाग्दैन। त्यही भएर हामी चाहिँ हिँडेर टक्क गइरहेको छौँ। अब त्यहाँ चाहिँ कस्तो अनुभव के हुन्छ कस्तो हुन्छ भनेर चाहिँ म तपाईँहरूलाई अगाडि बताउने नै छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। हस् त। जापानिज एम्बेसीमा पुगिसक्यौँ। यो चाहिँ जापानिज एम्बेसी हो। मान्छेहरू आइसकेका छन्। इन्टरभ्यूहरू हामी चाहिँ वेट गरिरहेको छौँ। इन्टरभ्यू 2 बजी चाहिँ इन्टरभ्यू छ। इन्टरभ्यूको लागि भरत चाहिँ गइसक्यो उता लाइनमा। लाइन लागिसक्यो, सबैजना लाइन लागिरहेछन्। इन्टरभ्यू दिनेहरू लाइन अनुसार इन्टरभ्यू हुन्छ। म चाहिँ यता उभिएको छु। 5 minutes later. गाइज, हामी चाहिँ एमबिसीबाट इन्टरभ्यू सकेर रुममा पुग्यो। अब चाहिँ हजुरलाई के कस्तो भयो भनेर एक्सपिरियन्स बताउनलाई बाहिर चाहिँ हल्ला साउन्ड आउने भयो। त्यही भएर चाहिँ रुममा गएर भिडियो सुट गरौँ भनेर बनाएको। अब चाहिँ तपाईँहरूलाई के सोधेँ, कस्तो के कस्तो भयो म साथीलाई भन्छु ल। तिमीलाई स्वागत छ मेरो युट्युब च्यानलमा। धन्यवाद। अनि कस्तो भयो चाहिँ तिम्रो एक्सपिरियन्स बताउ न त। आज एमबिसी भएको छ तिम्रो। कस्तो भएको थियो भने इन्टरभ्यू अब कल आउँदाखेरि चाहिँ मुटु चाहिँ बाहिर निस्किसकेको थियो। अब त्यस्तो म पनि ट्राई त जन्मै पढेर गएको थिएँ। अब त्यो अब के अरे यस्तो उस्तो नाम यस्तो केही सोध्दैन होइन। अब खर्र जाने भने पढ्न हिँडागाना गातागाना चाहिँ पढ्न लगाउँछ 2-2टा लाइन। अनि त्यो पढ्यो भनेपछि चाहिँ धेरै सोध्दैन। अनि के अरे अब बिग्रियो भनेपछि चाहिँ अब अरू सोध्छ, खान्जीहरू पनि सोध्छ। तर खान्जीहरू मलाई त सोधेन। हिँडागाना 2 लाइन अनि गातागाना 2 लाइन। अनि कसरी गयो स्टार्टिङमा तिमी भित्र जाँदा के गर्यो त्यो बताउ न। कसरी जाँदाखेरि अब मान्छेहरू सबै आएको थिए। अब म पनि डर त सबै लागेको थियो। डर चाहिँ खतरै लाग्दो रहेछ। त्यस्तो डराउनु चाहिँ पर्दैन होला जस्तो लाग्छ। अब जाँदाखेरि नामसाम इन्ट्री गरेर अनि भित्र चाहिँ त्यो डकुमेन्ट चाहिँ लगेर अब पासपोर्ट नम्बर चाहिँ मात्र त्यति हुन नाम के डकुमेन्ट लग्नुपर्ने रहेछ त एमबिसीमा जाँदा। डकुमेन्ट त केही पर्दैन। बिआरएसको अस्ति त्यो स्लिपहरू लग्नुपर्छ। अनि त्यसपछि त्यो पासपोर्टको चाहिँ के अरे कपी लग्नुपर्छ। तर नभए पनि हुन्छ। अब उसमै पासपोर्ट नम्बर हुन्छ, त्यही गयो। अनि नम्बर हाम्रो नाम चाहिँ अलरेडी हुन्छ उतातिर। आफ्नो पासपोर्ट नम्बर र मोबाइल नम्बर अनि सिग्नेचर कहाँबाट हो भनेर त्यो हान्ने। अनि त्यसपछि अनि भित्र के सोध्यो तिमी? कसरी भित्र इन्ट्री कसरी भयो तिमी भित्र? अब मान्छेहरू टन्नै थिए। अब मैले त नाम इन्ट्री गर्न लाग्थेँ तर मान्छेहरू चाहिँ रिटर्न भइसकेको थिएँ। त्यति छिटो इन्टरभ्यू भएको थियो। अब जो अड्कियो भनेपछि चाहिँ टाइम लाग्दो रहेछ होइन। सर पढ्दियो भने चाहिँ 2 लाइन पढेर पठाउने रहेछ। तिमीलाई के सोध्यो भन त खै? अब मलाई त त्यस्तो केही छैन। अब भित्र सानो रुम हुन्छ। अब एउटा नेपाली र एउटा जापानिज हुन्छ। अब भित्र सर्ट जाने यति मै देशा सिन्छे भन्ने। अनि भन्ने चिया भन्नु पऱ्यो। अनि त्यसपछि बस्नुहोस् भन्छ। बस्यो। अनि गातागाना हिरागानाको पान्ना दिन्छ एउटा पढ्न। त्यो के अरे इचिबान सानबान 2 यसरी नम्बर पढ्न लगाउँछ। अनि त्यो पढ्यो, त्यो दिनुहोस् मलाई भन्छ। अनि फेरि गातागाना पनि पढ्न लगाउँछ। गातागाना पनि पढ्यो। गातागानाका पनि त्यही 1-2 नम्बर पढ्यो। त्यसपछि हजुरको इन्टरभ्यू चाहिँ सक्यो भन्छ। अनि निस्किने बाहिर। अनि कस्तो अनुभव भयो तिम्रो? कस्तो लागिरहेछ अहिले तिम्रो इन्टरभ्यू दिएर? कस्तो फिल भइरहेछ? अब सोचे त मैले यस्तो थिएँ कि अब मुटु चाहिँ बाहिर निस्किसकेको थियो होइन। डर चाहिँ लास्टै लाग्दो रहेछ। अब केटा सानो पनि बिग्रियो भने चाहिँ झन् थप हुँदो रहेछ कि झन् अब बढी सोध्दो रहेछ। अब आउन्जेलसम्म पनि सोधिराख्दो रहेछ। अब सर भनिहाल्यो भनेपछि चाहिँ हजुरको इन्टरभ्यू सक्यो भनिदिन्छ। अब डर चाहिँ अब जाँदाखेरि भन्दा पनि हिजो अस्ति चाहिँ डर चाहिँ खत्रै लाग्यो। अनि त्यसपछि त्यहाँ पुगिसक्यो भने चाहिँ अब अरू पनि मान्छेहरू टन्न देखेँ। त्यस्तो डर त अब खासै लागेन। अब अलिक त भित्र डर हुन्छ। तर निस्किसक्यो भने चाहिँ इन्टरभ्यू सक्यो भनेपछि यस्तो इन्टरभ्यू जस्तो त केही हुन्न। त्यो अब हाम्रो त्यो कलेजले लिने कस्तो इन्टरभ्यू हुन्छ बरु त्यतिखेर हार्ड लाग्यो मलाई त। यो चाहिँ केही लागेन, नाम मात्रै रहेछ इन्टरभ्यू भन्ने टाइपको। ल ठिक छ। अब चाहिँ तिम्रो भिजा आउँछ, भिजा आओस् भन्ने शुभकामना व्यक्त गर्दछौँ। हस् त, अहिलेलाई धन्यवाद। ल।